हेलो नमस्ते अनि स्वागत छ यो मेरो अर्को नयाँ ब्लगमा र आज रहेको छ नयाँ वर्ष अनि हजुरहरूलाई नयाँ वर्षको शुभकामना छ। अनि यहाँ चाहिँ बिहान भइसकेको छ अनि म चाहिँ नुहाइधुवाइ गरिसकेको छु अनि यहाँ चाहिँ मेरो छोरो भर्खरै उठेको छ। बाबु हेलो भनिदेऊ, हेलो भनिदेऊ, ह्याप्पी न्यु इयर भनिदेऊ न, अझ ह्याप्पी न्यु इयर हो बाबा, हेलो भन्नु। यो चाहिँ भर्खर उठेछ, नुहाइधुवाइ गरे छैन। हेलो हेलो बाबालाई हेलो गर्नुभयो। बाबु चाहिँ मुसु मुसु हाँसेर बसेको छ मेरो छोरो। अब चाहिँ नयाँ वर्ष नि सुरु भइसक्यो आजदेखि, वैशाख लाग्यो है। हजुरको जीवनमा सुख शान्ति र खुसियालीले भरिपूर्ण होस् भन्ने कामना गर्दछु। र अब म चाहिँ भर्खरै किचनमा आइपुगेँ। अब चाहिँ म खाना बनाउनुतर्फ लाग्छु। आज चाहिँ के भएको छ हाम्रो किचनमा म सबै हजुरहरूलाई देखाउने नै छु। मैले चाहिँ भर्खरै खाना रेडी गरिसकेँ। अब खाना रेडी भयो। अब एकछिनमा चाहिँ हामी खानासाना खान्छौँ अनि के गर्छौँ त्यसपछि हजुरहरूले थाहा पाइ नै हाल्नुहुन्छ। मटन बनेछ, मटन, यो चाहिँ बेकल, यो चाहिँ बाबुको लागि, अनि यो चाहिँ अचार काँक्रा मुलाको अचार, अनि यहाँ चाहिँ आलु र पनिर, दाल, अनि माम पनि पाक्दैछ। छोरो चाहिँ आएको छ। को आउँदैछ अरे बाबु? ऊ चाहिँ लाज भनेर बाहिर गएको छ। अब एकछिनमा आउँछ भाइ। बाबुले के खाने भन त? के गर्छ अरे? कोसँग मिल्छ अरे? मिलेर के गर्छ? हो, भाइले कुरिछ्यौ? भाइ आउँछ कि भनेर हेरिछ्यौ बाटोमा? हो र? छिटो आऊ भाइ भन। मलाई भोक लागिसक्यो। ल हस्, खोकिला खोकिला। बाबुले कोसँग माम खाएको बाबु? यसको औषधि ल्याइदिन्छु भने चाहिँ भुलेछु भाइ। खाइदियो ल हाम्रो नयाँ वर्ष। खै बाबुहरू आथेर गएर उता गएछ। हाई साथीहरू, यिनी चाहिँ मेरो बहिनी हुन्। अब चाहिँ हामी घुम्न जान लाग्छौँ। अब कहाँ जान्छौँ हामीलाई थाहा छैन। अब हेर्दै गर्नु होला कहाँ गइन्छ आज न्यु इयरको दिन हामीहरू। साथीहरू हामी चाहिँ अब हिँडिसक्यौँ। हामी चाहिँ बाटोमा छ। अनि यहाँ चाहिँ सानो बाबु, सानो बाबु कहाँ जाने हो? हेलो भनिदेऊ। हेलो भन न। कहाँ जानु लाग्यो तिमी? कहाँ जाने? घुम्न हो? हो बाबु हुन्छ। बाबु हेर हेर यहाँ हेर हेर, हाई भनिदिनु बाबु। ल यहाँ चाहिँ हाम्रो दुईजना बाबुहरू अगाडि हुनुहुन्छ। यहाँ चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ। र हामी चाहिँ जाँदैछौँ आफ्नो डेस्टिनेसनमा। कहाँ छ हाम्रो डेस्टिनेसन भन्ने चाहिँ थाहा छैन, थाहै छैन। अनि जहाँसम्म चाहिँ हामी कहाँ जान्छौँ होला? प्रतिमा जहाँसम्म गोदावरी जान्छौँ कि जहाँसम्म थाहा चाहिँ छैन। गोदावरी जाने भन्ने कुरा चाहिँ छ। हेरौँ अब कता पुगिन्छ। हामी घुम्न आएको यहाँ पानी पऱ्यो मुसलधारे, असिना पानी पर्दैछ बाहिर चाहिँ। हाम्रो चाहिँ एकदमै यो बाटो साङ्गो भएर जाममा परिरहेछौँ। यहाँ बच्चाहरूले दुःख दिइरहेछन् त्यसरी। कसरी हेरिरहेछ पुकुले? ए पुकुहरू नि, ए पुकु अब यसलाई लिएर जानु है म्याम, ज्योति म्याम लिएर जानु है स्कुल पुकुलाई। त्यस्तै छ। अब एकछिनमा पुगिन्छ होला। आज चाहिँ एकदम असिना पानी पर्यो, नसोचे कि घुम्न आउनु भएको अरे। बाबु यहाँ त हेर, खै आसो दि मैले देखाइदिन्छु हेर त। तिमी कहाँ जानलाई कि बाबु? कहाँ जानलाई कि हो?
भाटबटिनीमा कोसँग जानलाई के हो घुम्न जानलाई कि होइन पुगु भाइसँग के भयो बाटो खुलाउनु पर्यो अरे यहाँ त एकदम जाम भएछ है ल बाबुहरू आत्तिसके एकदम जाम छ बाहिर पानी परिरहेछ एकदम धेरै जाम परिसकेछ बिस्तारै बाटो पुग्दैछ हामी जाँदैछ रात पर्छ होला आज पुग्दाखेरि त पर्छ 3:30 भइसक्यो छिटो पुग्यो भने 4 बजे पुगिन्छ जाम नभए त छिटै पुगिन्छ सबैलाई नयाँ वर्ष लागेछ कि मान्छे त कति को मन्दिर होला हेर्नुहोस् त यहाँ मान्छेहरू न्यु इयर मनाउन कति धेरै आउनुभएको छ यहाँ काठमाडौँमा भएको जति मान्छेहरू सबै यहीँ आउनुभयो जस्तो लाग्छ हामीलाई चाहिँ बाबा मान्छेहरू कति धेरै मान्छेहरू देख्यो बाबु अरू त आइपुग्यौँ गोदावरी अब चाहिँ जाँदैछौँ लिएर आउँदै हुन्छ बाबुहरूलाई बाबुको बाबाहरूले के भयो साँच्चै बाबुले अलिक दुःख दिइरहेछ केरा खाने भनेर हाल बाबु गोदावरी आएको हो त्यो छ माथि डाँडा काँडा देखिरहेको छौँ हामीहरूले टिकट काउन्टर टिकट काटेर भर्खरै जानुभयो सबैजना कति धेरै भिड रहेछ आज चाहिँ अब चाहिँ यिनीहरूलाई छोड्दै नै हुन्छ होला तल है फाइनल्ली हामी चाहिँ गोदावरी आइपुग्यौँ हेर्नुहोस् त कति धेरै भिड छ यहाँ मैले त यस्तो भिड चाहिँ धेरै पछि देखेँ बाबा छोरा गफ गर्दै आउनु भएको छ हामी चाहिँ यहाँ आउन आज एकदमै धेरै समय लाग्यो किनकि सबैजना यति आउँदै हुनुहुँदो रहेछ सो जाममा पऱ्यौँ पानी पनि पऱ्यो त्यस्तो धेरै हामी फाइनली आइपुग्यौँ यसै म खुसी छ ल आसो दादाबाट जाउँ छिटै दादा रोक भाइलाई प्रतिमा तिमी त फर्स्ट टाइम होइन कस्तो लाग्यो गोदावरी मान्छे कति धेरै है आज यहाँ चाहिँ आमा छोरा आउँदैछन् हरियाली छ है जङ्गल दाजुभाइले चाहिँ यहाँ गोदावरी हेर्न भ्याइ छ दौडिरहेछन् ल छैन भाइले बोल बाबु लड रोक कस्तो राम्रो खोला है पानी यहाँ रहेछ प्रतिमा वस्तु हामी चाहन्छौँ हामी चाहिँ आइपुग्यौँ गोदावरी बल्ल तिमीलाई राम्ररी लाग्यो होला
अघि चाहिँ जङ्गल थियो नि त कति राम्रो फुल आहा भित्र पार्कभित्र पसिसकेछ एकदम रमाइलो छ होइन बाबा लस्टी रमाइलो मेरो बाबालाई बाबु धन्न टिकट लिएछौँ है नभए त भित्र पस्नै नपाइँदो रहेछ पर्थ्यो फर्स्ट टाइम आएको मान्छे अनि नपाए त नरमाइलो हुन्छ ल यहाँ चाहिँ एकदमै रमाइलो छ यी हेर त बाबु के रहेछ बाबु खस्ला है यस्तो रहेछ है कोहीको इन्भाइरोमेन्ट चाहिँ यस्तो छ माछा बाबुहरू चाहिँ माछा छन् भनेर हेर्दैछन् तर यहाँ चाहिँ माछा चाहिँ छैन पातहरू चाहिँ छ कहाँ छ माछा सानो नटिक्नेर कोकिला भनेर लेख्नु भएको रहेछ मान्छे फुलै फुलमा यो फुलै फुलमा ऊ त फुलको अगाडि बस्छ बाबु यस्तो रहेको छ भित्रै नर्सरीहरू रहेको छ यहाँ छ राम्रो सिन आऊ 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 कुकुर खोज्न आएको हो आसोत घुम्दै घुम्दै जङ्गलमा आइपुगेँ छोराहरू जङ्गलमा खुसी भएको छ यस्तो छ ल ल ल ल ल अब के भयो त्यो त जानु न त्यहाँ त ऊ आउँछ सिंह आउँछ सिंह हात्ती बुझी छ जानु हुँदैन बुझी छ नजाऊ भाइ भन माथि गुदी छ है त्यही त नि आफू किरानी हो दुईटा गुदी दखा दखा फेक यो पनि पछि आएको फेरि ए पिसा गुदी आऊ भन त पुग्न छिटो बाहिर आऊ हामीलाई हेर्न भन त ल माता बाहिर आऊ एका हेर्न दुईजनाले ल माता दादा कहाँ पुगिसक्नु भएछ म त पुरा जङ्गलको फाट नै छ है ल दादा गइ यो चाहिँ गोदावरीको फुलहरू कस्तो राम्रो छ हेर्नुहोस् त डाँडा काँडा पहाडको बिचमा रहेछ गोदावरी अब चाहिँ हामी जान्छौँ हाम्रो टोली फर्किँदैछ घरतर्फ बेलैमा निस्केछौँ होइन पर्टिमा धन्न हामी बेलैमा निस्केछौँ के पानी पऱ्यो नि त हुन्छ ठुलो परेको ठिकै छ यहाँ कति धेरै भिड छ हेर्नु त मान्छेहरू अझै आउँदै हुनुहुन्छ धेरैजना मान्छेहरू त होइन त्यो रातिसम्म अब चाहिँ हामी घर फर्किन लागेको छौँ पानी पनि पर्न लाग्छ त्यही भएर चाहिँ हामी एकछिन घुमेर घर फर्किहाल्यौँ साथीहरू हामी चाहिँ भर्खरै घर आइपुग्यौँ आजको दिन चाहिँ हाम्रो एकदमै रमाइलो भयो
हजुरहरू पनि रमाइलो भयो होला। अब फेरि अर्को ब्लगतिर छिट्टै नै आउनेछु। आजलाई यति नै, बाई बाई।